हाम्रो प्यारो पवित्र सृजनहार परमेश्वरको नाउँमा सबैजनालाई जय मसीह छ। मैले तपाईहरूको समक्षमा यूहन्ना 16:33 लिएर आइरहेकी छु। वचन यस्तो छ, मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। हामी हाम्रो परिवारमा अशान्ति धेरै बढिरहेको छ। आज शान्तिको लागि धेरै कुराहरू गर्छौँ। हामीले नानीहरूलाई धेरै पढाएर शान्ति पाउँछौँ कि यो गरेर शान्ति पाउँछौँ कि त्यो गरेर शान्ति पाउँछौँ कि ईश्वरीय शान्ति खोजी हिँड्छौँ। तर संसारले जे शान्ति दिन्छ त्यो अल्प समयको शान्तिको लागि दिन्छ, सधैँभरिको निम्ति होइन। तर प्रभु यीशुले सधैँ अनन्त शान्तिको लागि कुरा गर्नुहुन्छ, इटर्नल शान्ति, जुन उहाँबाट आएको शान्ति आत्मामा आनन्द दिन्छ, शरीरमा ढुक्कैपना र चङ्गाइ दिन्छ। आउने भविष्यमा कुनै चिन्ता हुँदैन, फिक्री हुँदैन। त्यो शान्ति चाहिँ स्वर्गबाट आउने अनन्त शान्ति हो। स्वर्गीय पिताले स्वर्गीय शान्ति दिन खोज्न भएको छ। आज हामी शान्तिको निम्ति लागि परौँ। परमेश्वरको शान्तिले चाहिँ हाम्रो प्रिय परिवारलाई यस्तो दिशामा लगेको छ कि सधैँभरिको लागि परिवार सुरक्षित रहनेछ। प्रिय हो, परमेश्वरबाट आउने अनन्त शान्तिको निम्ति प्रयास गरौँ। साँचो मुक्ति, साँचो शान्ति चाहन्छन् प्रभु दिन। समय हुँदै प्रभु यीशु कहाँ आउन चाँडै लिन। समय हुँदै प्रभु यीशु कहाँ आउन चाँडै लिन। यो वचनमा प्रभुले हामी सबैलाई धेरै आशिष दिनुभएको हवस्। आमेन।